डिप्रेसन हुने कारण मध्ये एउटा अर्को कारण बढी बोल्नु अथवा बोल्दै नबोल्नु, यी दुईटै कारण खतरनाक छन्। अब फेरि यो के भन्यो भनेर भन्नु होला, गर्ने के त बोल्दै नबोल्ने, बढी नबोल्ने, गर्ने के भन्ने फिलिङ आइरह होला। त्यस्तो होइन साथी। नचाहिँदो कुरामा धेरै भन्दा धेरै बोल्न भएन, बग 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 गरेर बोल्न भएन। यसले हाम्रो शरीरको भित्र हृदयको गतिलाई यसले छोटो गरिदिन्छ। श्वास प्रश्वास प्रणालीलाई यसले छोटो, बोल्दै नबोल्दाखेरि श्वास प्रश्वासलाई छोटो गरिदिन्छ। अब हाम्रो श्वास प्रश्वासको एउटा गति छ, त्यो गति कति हुनुपर्छ भन्ने कुरा अहिलेसम्म साइन्सले प्रुभ गर्न सकेको छैन। आध्यात्मलाई थाहा छ, तर आध्यात्मले यति उति भन्दैन। आध्यात्मको ऋषि मुनिहरूलाई थाहा छ। यदि हामी नचाहिँदो कुरामा बढी फोकस गर्यौं भने मनमा तर्क वितर्क नचाहिँदो कुराहरू खेल्न थाल्यो, मनमै मात्रै कुरा खेल्न थाल्यो भने, बोलिएन भने पनि त्यहाँभित्र केही कुराहरू त्यस्तो श्वास प्रश्वास प्रणालीमा हुने कारण र रगतमा अक्सिजनको मात्रा कम हुन जान्छ। नबोल्दा खण्डमा बढी बोल्न थाल्यो भने पनि तपाईको श्वास प्रश्वास प्रणाली छोटो भइदिन्छ। हुनुपर्ने चिज हुँदैन, छोटो भएका कारणले छिटो छिटो भइदिन्छ। तर एउटा श्वास प्रश्वासको एउटा लेभल हुन्छ, त्यो लेभलमा ब्लडको सर्कुलेसन भएर शरीरका सम्पूर्ण कोषहरू, मस्तिष्कमा रगतहरू पुग्नुपर्ने हुन्छ। तर त्यो हुन गएन भने, त्यो सिस्टम ह्याङ भयो भने दिमागले काम गर्न सक्दैन। झन् तपाईको डिप्रेसनको मात्रा त्यसरी बढ्न जान्छ साथीहरू। अब यो कसरी समाधान गर्न सकिन्छ भन्ने चिन्तित हुनु होला। एक मात्र उपाय मेडिटेसन, ध्यान। चित्त सफा गर्नुहोस्, आध्यात्म टच होस् र ध्यान। डिप्रेसन भन्ने नाम निशान हुँदैन। तर एक दिन गरेर, एकछिन गरेर हुनेवाला छैन। सधैँ लगातार ध्यान, आध्यात्म टच हुनुहोस्। पोजिटिभ थटहरू आउनु पर्यो, आउने हुन्छ आध्यात्म र ध्यानबाट। त्यसै पोजिटिभ थट आउनेवाला छैन। हवस् त, नमस्ते।